दर्शकवृन्द नमस्कार। नेपाल लाइभको निर्वाचन विशेष कार्यक्रममा स्वागत छ। म पुष्पा केसी। यो कार्यक्रममा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न सामग्री तपाईमाझ प्रस्तुत गर्दै आएका छौँ। त्यसैगरी उम्मेदवारका चुनावी एजेन्डासँगै योजनालाई पनि तपाईमाझ प्रस्तुत गर्दै आएका छौँ। यसै क्रममा आज हामीसँग नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर 5 बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेल हुनुहुन्छ। प्रतिस्पर्धी धेरै पाउनु भएको छ तपाईको निर्वाचन क्षेत्रमा, कस्तो महसुस हुँदैछ? यो प्रतिस्पर्धाको राजनीतिलाई हामीले स्वीकार गरेपछि प्रतिस्पर्धामा आउनुभएको साथीहरूप्रति कुनै नकारात्मक टिप्पणी गर्नुपर्ने आवश्यक छैन। प्रतिस्पर्धामा जो कोही पनि आउन सक्छ। नेपालको संविधानले गरेको व्यवस्था अनुरूप कसैले पनि प्रतिस्पर्धाको लागि आउन सक्छ। त्यसको लागि यो स्वागतयोग्य कुरा हो। म त्यसलाई अन्यथा लिन चाहन्न। अहिले अब मतदातामा पनि नयाँ अनुहारहरू आउनुपर्छ भन्ने एउटा खालको लहर चलेको देखिन्छ। यसले कतिको चुनौती अनुभूति गरिराख्नु भएको छ? नयाँ साथीहरू आउने कुरा राम्रो कुरा हो, सकारात्मक कुरा हो। राजनीतिप्रति वितृष्णा भइरहेको बेलामा, देखा पर्न खोजेको बेलामा यो एउटा राजनीतिप्रतिको जागरण चासो, यो सकारात्मक कुरा हो। म त्यसलाई त्यस रूपमा लिन्छु। अनि जहाँसम्म यो चाहिँ धेरै साथीहरू आएर आफूलाई अप्ठ्यारो पर्ने हो कि भन्ने म ठान्दिनँ। प्रतिस्पर्धामा आउनुहुन्छ, यो चाहिँ विचारको आधारमा, कामको आधारमा, योजनाको आधारमा, काम सम्पादन गर्ने शैलीको आधारमा, पृष्ठभूमिको आधारमा, गरेका योगदानहरूको आधारमा जनताले मूल्याङ्कन गर्ने हुन्। त्यसमा के ठुलो कुरा भयो र? त्यसमा हामीले कुनै अन्यथा टिप्पणी गर्नु हुँदैन। अर्को कुरा, नयाँ युवा भन्ने मतलब मूल कुरो विचारको कुरा हो। विचार युवा छ कि छैन? सङ्गठनको स्थिति युवा छ कि छैन? मान्छे युवा हुने, सङ्गठनको ढाँचा काँचा चाहिँ एकदम चाहिँ 80 वर्ष 90 वर्षको मान्छेको जस्तो स्थिति भयो भने के काम? त्यसकारणले हामी युवाको पक्षमा छौँ। विचार युवा, गतिशील, सङ्गठन युवा, एकदम सुदृढ होइन, जनताको बिचमा स्थापित लोकप्रियता प्राप्त गर्ने, जनतासित सुपरिचित यस्तो खालको व्यक्ति चाहिन्छ। त्यसकारणले युवा भनेर भौतिक रूपले युवा, कतिपय भौतिक रूपले युवा हुन्छन् तर ती मान्छेहरूको विचारको हिसाबले ती चाहिँ अत्यन्त वृद्ध जस्तो देखिन्छन् होइन। अमेरिकाको राष्ट्रपति कति वर्ष छन्? किन अमेरिका जस्तो एडभान्स कन्ट्रीले त्यस्तो 75 वर्षभन्दा माथिका व्यक्तिलाई छनौट गर्यो होला भन्दाखेरि कुरो त्यो होइन, क्रियाशीलताले हो, विचारको श्रेष्ठताले हो, त्यसपछि सङ्गठनको सुदृढ स्थितिले हो, त्यो कुरा हो। गतिशीलतालाई कसले एक्सेप्ट गरेको छ त्यस आधारमा। तर पनि कस्तो भइदियो भन्दाखेरि एउटा राजनीतिक दलप्रतिको, नेताप्रतिको वितृष्णाले गर्दाखेरि अनुहार मात्रै युवा हेर्न थाले कि मतदाताले होइन, त्यो देखिन्छ नि त अहिले हेर्दाखेरि। त्यसमा चाहिँ पार्टीको एजेन्डा के छ, सिद्धान्त के छ भन्ने कुरालाई चाहिँ त्यति महत्त्वका साथ हेरेको पाइँदैन नि त अहिले। तपाईँले ठिक कुरा भन्नुभयो। वास्तवमा यो राजनीतिक दलहरू जो लोकतन्त्रमा उदय भएका छन्, लोकतान्त्रिक अभ्यासमा अभ्यस्त भइरहेका छन्, ती राजनीतिक दलहरूले फर्केर हेर्नुपर्ने, सोच्नुपर्ने आवश्यकता छ। किनभने उनीहरूको कार्य सम्पादन गर्ने शैलीमा देखा परेका समस्याहरूको यो बाई प्रोडक्ट पनि हो। यो उनीहरूका विचारहरूको जुन एउटा फरवार्डनेस हुन नसक्नको कारण पनि हो, सङ्गठनमा गतिशीलता नहुनुको कारण पनि हो, कार्य सम्पादन गर्ने शैलीमा एकदम ढिलाढाला कारणले पनि यो बाई प्रोडक्ट पैदा भएको हो। त्यस कारणले म के भन्न चाहन्छु भने यो आउने कुराप्रति यसको नकारात्मक शिक्षाको रूपमा राजनीतिक दलहरूले लिनुपर्छ। मतदाताले पुरानालाई किन छान्ने भन्ने प्रश्न गरिराखेका बेला त्यो प्रश्न फेरि तपाईँमाथि पनि तेर्सिनु स्वाभाविकै हो। यसमा चाहिँ जनताले नयाँ उम्मेदवारलाई नछानेर तपाईँलाई चाहिँ किन मत दिने भन्ने प्रश्न पनि हो। नयाँ र पुरानाको कुरा भन्दा पनि विचार हेर्नु पऱ्यो, काम हेर्नु पऱ्यो, योगदान हेर्नु पऱ्यो, जनतासितको सम्बन्ध सम्पर्क कसको कस्तो छ भनेर हेर्नु पऱ्यो। नयाँ भनेर नयाँ मात्रै खोज्दै जाँदाखेरि कहाँ पुगिन्छ? त्यस कारणले हेर्नु पऱ्यो जनतासितको सम्बन्ध सम्पर्क कस्तो छ, कुन पृष्ठभूमिमा काम गरेको, कति योगदान गरेको, यही निर्वाचन क्षेत्रको विकास निर्माणका कामहरूमा पनि कति संलग्न भएको र जनताको सुख दुःखको साथीको रूपमा हो कि होइन भनेर हेर्नुपर्छ। यसमा अब तपाईँलाई रोक्न एमाले भित्रकै एउटा तबका क्रियाशील छ भन्ने पनि छ, अन्तर्घातको सम्भावना त्यत्तिकै छ भनेर चाहिँ अनौपचारिक कुराकानीका क्रममा त्यो सुनिन्छ पनि। त्यो पार्टीभित्रै तपाईँले विश्वास जित्न नसक्नु भएको कि यो हल्ला मात्रै हो कि कसरी? के भने मेरो उम्मेदवारी भनेको पार्टीभित्र सर्वसम्मतिले तलदेखि
आधारभूत तहदेखि शाखा कमिटीदेखि सर्वसम्मतिका साथ मेरो उम्मेदवारी हो। मेरो उम्मेदवारीमा कुनै आन्तरिक रूपले पनि प्रतिस्पर्धाको स्थिति पनि रहेन। सर्वसम्मतिले म प्रस्तावित व्यक्ति हुँ, एउटा कुरा यो। दोस्रो कुरो, नेकपा एमाले भित्र मलाई त्यस्तो छ भन्ने म विश्वास गर्दिनँ। त्यो हुन सक्दैन, त्यो सम्भव छैन। अब नेकपा एमालेबाट अलग भएर बाहिर गएका विचारच्युत भएका मान्छेहरू, निष्ठाच्युत भएका मान्छेहरू छन् भने उनीहरूको त के कुरा गरिरहनु, त्यो अलग कुरा भयो। होइन भने एमाले पङ्क्ति देशव्यापी रूपमा जुन एकताबद्ध छ, त्यो एमाले पङ्क्तिभित्रबाट यस्तो हुन्छ भन्ने म विश्वास गर्दिनँ। जुन अन्तर्घातको चर्चा छ त्यो गलत हो। अन्तर्घात भनेर एमाले भित्रका कोही पनि व्यक्तिहरूले त्यसो गर्छन् भन्ने म विश्वास गर्दिनँ। यो हुनै सक्दैन। अब यसमा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पछिको वरियतामा तपाईँ हुनुहुन्छ पार्टीभित्र, र त्यसमा चाहिँ वरियतामै भएका कारण पनि पार्टीभित्रका तमाम प्रश्नहरू तपाईँमाथि तेर्सिनु स्वाभाविक पनि हो, होइन? अहिले सामाजिक सञ्जालमा एउटा मिम लेखेको देखिन्छ कि एमालेलाई भोट संसद विघटनको अठोट भनेर बहुमत पाउनुभयो भने संसद विघटन गर्नुहुन्छ। पक्षहरूले तपाईँहरूमाथि प्रश्न तेर्स्याइराखेका छन्, यसमा के भन्नु? यसमा नबुझ्ने मान्छेले के हो भने एमाले र माओवादीको बिचमा एकतापछि बहुमत आएको हो। एमाले एक्लैको बहुमत थिएन। बहुमत कसरी आएको हो भन्दाखेरि एमाले र माओवादी मिलेपछि बहुमत आएको हो, होइन त? र त्यहाँ मान्छेले बहुमत थियो, एमालेको 2/3 थियो। एमालेको कहिले पनि बहुमत होइन। एमालेको 121 सिट हो। 121 भनेको बहुमत होइन। बहुमतमा 138 चाहिन्छ, होइन? तर माओवादीसित मिल्दा बहुमत भएको। तर त्यो एकता नै टुटेपछि जुन जगमा उभिएर बहुमत प्राप्त गरिएको थियो त्यो जग भत्केपछि बहुमत कहाँ रह्यो? त्यस्तो अवस्थामा नेकपा एमाले के ठान्छ भने ताजा जनादेशमा जानु पर्यो, फ्रेस म्यान्डेटमा जानुको अर्को कुनै विकल्प छैन। पुरानो म्यान्डेटको जग भत्कियो। पुरानो म्यान्डेटको जग भत्किएपछि अब नयाँ म्यान्डेटको लागि जानुको अर्को कुनै विकल्प हुन्छ? छैन नि। त्यसैले त्यही हो नै। हामी जनतालाई यही भन्छौँ र यो हो नि। यो पोलिटिकल डिसिजन हो। पोलिटिकल डिसिजन कुन ग्राउन्डमा भएको भने पुरानो जुन जनसमर्थनको जग भत्किएपछि, बहुमत प्राप्त जग भत्किएपछि नयाँ जगमा हामीले फेरि पिपुल्स भर्डिक्ट लिनुपर्छ भन्ने कुरा गरे हो। अब बहुमतै नआए पनि यदि एमाले ठुलो पार्टी भयो भने के हुन्छ? त्यस्तो परिस्थिति निर्माण हुन्छ कि? यसमा कुनै प्रेडिक्सन गर्नै परेन। संविधानले किटानी व्यवस्था गरेको छ। निर्वाचनपछि विभिन्न सिनेरियोको बारेमा कुरा गरेको छ, जस्तो बहुमत प्राप्त अवस्था, बहुमत भएन भने लार्जेस्ट पार्टी 2 वा 2 भन्दा बढी दल मिलेर गर्ने कुरा आदि, त्यसका अनेक स्टेपहरू छन्। त्यसकारणले संविधानले गरेको किटानी व्यवस्था अन्तर्गत नै कुराहरू चाहिँ अगाडि बढ्छन्। एमाले केही समय अगाडि घोषणापत्र पनि सार्वजनिक गरिसकेको छ। अब कैयौँ ग्यारेन्टी पनि गर्नुभएको छ त्यसमा, होइन? यसपटकको बाचाका लागि त अध्यक्षज्यूले भुक्तानी माग्न चुनौती नै दिनुभएको छ, होइन? अघिल्लो निर्वाचनमा गरेका बाचा चाहिँ कति पुरा भयो भन्ने प्रश्न पनि तपाईँहरूमाथि त्यत्तिकै छ। ती कति पुरा भयो र त्यसको आत्ममूल्याङ्कन गर्नुभएको छ कि छैन? यसको जिम्मेवारी कसले लिने? मैले घोषणापत्र हेरे जस्तो कुरा गर्नुभयो, मैले पत्याएँ। तर म तपाईँलाई फेरि एकचोटि के अनुरोध गर्छु भने हामीले अस्ति जारी गरिरहँदा घोषणापत्र जारी गर्दाखेरि 74 सालका हाम्रा प्रतिबद्धतालाई सम्झना गरेका छौँ। त्यसको वस्तुनिष्ठ समीक्षा गरेका छौँ। हामीले कति पुरा गर्न सक्यौँ, कति सकेनौँ, कुन परिस्थितिमा के भयो भनेर हामीले त्यसको लेखाजोखा गरेका छौँ। त्यसकारणले ती हामीले हाम्रा ल्याप्सेजहरू कहाँ रह्यो भन्ने कुरा उल्लेख गरेका छौँ। कति सम्पन्न गर्न सक्यौँ, कति गर्न खोज्यौँ भन्ने छन्। हामीले गरेका कुरा त गरिहाल्यौँ। गर्न बाँकी रहेका कुराहरू आउने दिनमा हामी गर्छौँ भनेर हाम्रो प्रतिबद्धता हुन्। त्यो प्रतिबद्धता मात्रै होइन, ग्यारेन्टी हो। त्यो ग्यारेन्टी भनेको हामी गर्छौँ। ग्यारेन्टीको भुक्तानी लिन जुनसुकै बेलामा पनि आउनको लागि हामीले आम नागरिकहरूलाई अनुरोध पनि गरेका छौँ। यसमा अब अघिल्लो पटक्कै बाचा तपाईँहरूले त्यो मूल्याङ्कन गरेर घोषणापत्र ल्यायो भन्नुभएको छ, त्यो देखिन्छ पनि। तर तपाईँ स्वयं मन्त्री भएर प्रधानमन्त्रीका हरेक आरोह अवरोहमा पनि सँगसँगै रहनुभयो, होइन? त्यो देखियो। हाम्रोमा के चुनौती रहेछ? जस्तो हामीले यो गर्छौँ, यति वर्षभित्र यो गर्छौँ भनेर हामीले घोषणा गर्छौँ, तर त्यो चाहिँ हामीले पुरा गर्न सक्दैनौँ। यो चुनौती चाहिँ के रहेछ? कहाँनिर कमजोरी रहेछ? सही कुरा भन्नुभयो। यो वास्तवमा पोलिटिकल म्याच्युरिटीको अभाव देखिन्छ। एक, पोलिटिकल सिन्सिरिटीको अभाव देखिन्छ। 2, तेस्रो कुरा चाहिँ के हो भने अलिकति हामीहरू एउटा राष्ट्रको जनताको हितलाई सर्वोपरि ठान्नुपर्ने कुरा हाम्रो बेला बेलामा ओझेल हुने गरेको छ। त्यो कारणले पनि यो समस्याहरू आएका छन्। जस्तो भनौँ, यदि बहुमतको सरकारलाई एमाले माओवादी मिलेर बहुमतको सरकार थियो, जनता र राष्ट्रको आवश्यकता थियो, त्यो चिज किन खण्डित हुनु पुग्यो? त्यो चिज पार्टी जब
बहुमत प्राप्त प्रधानमन्त्री, बहुमत प्राप्त अध्यक्षलाई पार्टी प्रधानमन्त्रीबाट हटाउने, अध्यक्षबाट हटाउने, पार्टी सदस्यबाट हटाउने र फौजदारी अभियोग लगाएर दण्डित गर्ने तहसम्मको अभियोग लागेपछि बाँकी के रह्यो र भन्दाखेरि त एकताको जग त भत्कियो। त्यस्तो अवस्थामा यो परिणाम हामीले भोग्नु पर्यो। त्यसको लागि मैले भने पोलिटिकल इमेच्युरिटी, केही सेल्फ सेन्टर्ड पोलिटिक्स गर्दाखेरिको परिणाम पनि हो यो। यो त सबैमा समस्या होला नि, फेरि कसैलाई एउटालाई मात्रै दोष देखाएर होइन प्रश्न तिर्स्याएर मात्रै पनि। जस्तो सञ्चारकर्मी साथीहरूलाई एउटा अप्ठ्यारो के परेको देख्छु भने एउटालाई मात्रै भनेको जस्तो पर्ला कि भनेर तपाईँहरू डराउनुहुन्छ। तर म त मारिसित अनुरोध के गर्न चाहन्छु भने त्यो सोलो ढोलो होलसेलमा निष्कर्ष निकाल्नु हुँदैन, वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ। त्यसको किटानी व्यवस्था के हो, मान्नुहोस् एमालेका कमजोरी छन्, त्यो एमालेका कमजोरी जे छन् काङ्ग्रेसका त्यो कमजोरी नहोलान्, अर्को होलान्। काङ्ग्रेसका कमजोरी के भयो त्यो भन्न सक्नु पऱ्यो, होइन दामासही कमजोरी बाँड्ने होइन नि। यसको यति कमजोरी देखाइयो उसको पनि केही न केही त देखाउँ भनेर बल गर्नुपर्ने विषय त होइन। हाम्रा कमजोरीलाई इन्डिपेन्डेन्टली हेरिदिनुहोस् र काङ्ग्रेसका कमजोरी अरू पार्टीका कमजोरी इन्डिपेन्डेन्टली हेरिदिनु पऱ्यो। नत्र भने के हुने भयो भने सबैका दामासहीमा कमजोरी चाहिँ हेर्ने खोज्ने काम गर्नु हुँदैन। जस्तो तपाईँहरू निर्वाचनमा जाँदै गर्दाखेरि एउटा स्थिर सरकार बन्छ, समृद्धितर्फ देश जान्छ भन्ने एउटा अपेक्षा थियो, त्यसले चाहिँ नागरिकमा पनि एउटा खालको उत्साह जगाएको थियो। तर यो निर्वाचनले चाहिँ त्यस्तो अब के का लागि मतदान गर्ने भन्ने जनतामा छ नि, त्यसले जनताका लागि चाहिँ के छ तपाईँको प्रश्नको त्यो उत्तर चाहिँ? 5-6वटा कुराको लागि एमालेलाई मतदान गर्ने। 5वटा कुरा भनेको के हो भने एउटा त पोलिटिकल स्टेबिलिटी अहिलेको आवश्यकता हो। पोलिटिकल स्टेबिलिटी भएन भने देश बर्बाद हुन्छ। तपाईँले भन्नु होला हिजै बहुमत थियो किन टिकाएन, अघि मैले बताइहालेँ एमालेको बहुमत थिएन, अब एमालेको बहुमत चाहिन्छ। तपाईँले भन्नु होला यो कठिन छ नि अहिलेको संविधानको व्यवस्था अनुसार, एमाले त्यही कठिन काम गर्न चाहन्छ, कठिन काम पुरा गर्न चाहन्छ। त्यस कारणले पहिलो कुरा पोलिटिकल स्टेबिलिटीको लागि एमालेलाई मत दिनु जरुरी छ। जस्तो भनौँ बलियो पार्टी कुन त, के राप्रपा, के समाजवादी, के माओवादी? बल्ल 84 सिटमा उम्मेदवारी दिने काङ्ग्रेस बलियो पार्टी हुनसक्छ। तर वास्तवमा बलियो पार्टी जरुरी छ। बलियो पार्टी नभई पोलिटिकल स्टेबिलिटी हुँदैन, एउटा कुरा यो। दोस्रो कुरो राष्ट्रिय हितको रक्षा कसले गर्छ? राष्ट्रिय हितको रक्षा 3टा मात्रै उदाहरण बताउँछु मैले। नाकाबन्दीको विरुद्धमा सिटिङ प्राइम मिनिस्टर हुँदाहुँदै पनि कसले प्रतिवाद गर्यो, कसले कुरा गर्यो? नाकाबन्दीको विरुद्धमा नाकाबन्दी गर्ने छिमेकीलाई कडा ढङ्गले चेतावनी कसले दियो? त्यति मात्रै होइन, त्यो चेतावनी दिने मात्रै कुरा होइन, नाकाबन्दी सधैँको लागि अन्त गर्नको लागि वैकल्पिक समाधान कसले प्रस्तुत गर्यो? एमालेको नेता अध्यक्ष केपी ओलीले, होइन? त्यसपछि त्यो हाम्रो अतिक्रमित भूमि फिर्ता लिने कुरामा कसले सक्रिय पहल गर्यो? सक्रिय पहल गरेर देशभरिका सम्पूर्ण शक्तिहरूलाई एक ठाउँमा ल्याएर वास्तवमा नेसनल पोजिसन बनाउने कामको अगुवाई कसले गर्यो? नेकपा एमालेको अध्यक्ष केपी ओलीले हो। तेस्रो कुरा अहिले अङ्गीकृत नागरिकताको कुरा, हाम्रो जस्तो देशमा नागरिकताको विषय अत्यन्त संवेदनशील विषय हो। यो नाइट बसको टिकट काटे जस्तो होइन, नेपालगञ्ज जाऊ विराटनगर जाऊ जस्तो कुरा पनि होइन। यो विषय भनेको हाम्रो जियो पोलिटिकल सेन्सिटिभिटीलाई ख्याल गर्नुपर्ने विषय पनि हो। जस्तो भनौँ नेपालमा नागरिकहरूले नागरिकता पाउनुपर्छ, आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ। तर हाम्रो जस्तो देशमा एकातिर चीन, उत्तरतिर त्यत्रो संसारको सबभन्दा धेरै पपुलेसन भएको देश, दक्षिणमा, पश्चिममा, पूर्वमा हामीलाई घेरेर बसेको दोस्रो ठुलो पपुलेसन भएको देश भारत छ। अनि त्यहाँबाट आउने मान्छेहरूलाई हामीले रेगुलेट नगर्ने हो भने, व्यवस्थित नगर्ने हो भने, जो आउँछन् सबैलाई नागरिकता दिने हो भने कस्तो होला हाम्रो देश? हाम्रो देशको अस्तित्व कायम रहन्छ कि रहँदैन? जस्तो भनौँ हाम्रो देशको छोरी बहिनी बिहे गरेर भारत जाँदा 7 वर्ष कुर्नुपर्ने नागरिकता प्राप्त गर्न, त्यहाँबाट बिहे गरेर आएकी बुहारी आज सिन्दुर लाएर आउँछिन्, भोलि नागरिकता पाउँछिन्, पर्सि सांसद हुन्छन्, मन्त्री हुन्छन्, प्रधानमन्त्री हुन्छन् भयो भने के हुन्छ? त्यस कारणले यो एउटा त्यो त दृष्टि एउटा पाटो मात्रै हो। यहाँ अनेक त्यस्ता मान्छेहरू आमा बाउको ठेगान नभएका 10औँ ट्रक केटाकेटीहरू भित्र आउलान्, बच्चाहरू आउलान्, यहाँ भिख माग्नेहरू आउलान्, यहाँ जोगी सन्यासी भएर आउलान्। अनि नागरिकताको दिने कुरा चाहिँ नाङ्लोमा फिजाएर वितरण गरे जस्तो गरियो भने हाम्रो देशको अवस्था के होला? त्यस कारणले हामी के भन्न चाहन्छौँ भने यो 3टा कुरामा एमालेको अडान के रह्यो? यसले पनि को सच्चा राष्ट्रवादी, राष्ट्रिय हितको रक्षा कसले गर्छ भन्ने कुरा चाहिँ भन्नुभयो। दोस्रो कुरा यो। तेस्रो कुरा भनेको सुशासन कसले दिन्छ त? हाम्रो अध्यक्ष प्रधानमन्त्री केपी ओली नै हो, जसले भन्नुभयो म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचार गर्न दिन्न। यो भ्रष्टाचार एउटा चुनावको बेलामा स्टन्टबाजी गरे होइन, यो कसैले सिटिङ प्राइम मिनिस्टरले
विथ फुल एक्जिक्युटिभ क्यापेसिटी उहाँले बोल्नुभएको कुरा हो। यसलाई कार्यान्वयन गर्नको लागि त्यही अनुसार चाहिँ उहाँले मुभ पनि गर्नुभयो होइन। र कोही दण्डित हुन्छ भने त्यो भ्रष्टाचारका कारणले भागीदार हुन्छ भने दण्डको भागीदार हुन्छ भनेर भन्नु पनि भयो। भनेपछि आज सुशासनको हालत कस्तो छ, कुशासन छ कि सुशासन? त्यो भन्नुभयो तर कार्यान्वयन गर्नु भएन भन्ने त प्रश्न नै हो। कार्यान्वयन त यस्तो नि, कार्यान्वयन भनेको पोलिटिकल लिडरसिपले डिसिजन गरिदिन्छ, तर त्यसको त प्रक्रियागत कुराहरू हुन्छ नि। त राज्यका अरू अङ्गले प्रक्रिया प्रारम्भ गरे त हुन्थ्यो नि। त्यो गर्ने कुरामा त बाधा थिएन, गर्नुपर्छ होइन। अहिले पनि हामी त्यो भन्छौँ सुशासनको लागि। अहिले तपाईँ हेर्नुहोस् अदालतको दुर्दशा हेर्नुहोस् त कस्तो छ। यति बेला नेपालको प्रधान न्यायाधीश को हो, कस्तो समस्या, कसले गर्यो यो सेटिङमा चलाउने गठबन्धनका कारण यस्तो दुर्भाग्य भोग्नु पऱ्यो होइन। अर्को चाहिँ हामीले यो आर्थिक विकास र समृद्धिको लागि हिजो हामी केपी ओलीले आर्थिक विकास र समृद्धिको कुराहरू अगाडि बढाउँदाखेरि त्यसलाई मजाकको विषय बनाइयो होइन। तर के देखियो त भन्दा अहिले पनि त्यो लाज पचाउनको लागि त्यही कुरा बोलेका छन्। हिजो ग्यासको कुरा गर्दाखेरि हाँसी ठट्टा गर्नेहरू दैलेखमा ग्यास खानी उत्खनन गर्न चिनिया विशेषज्ञहरूसहित प्रारम्भ भएको हो कि होइन। नवलपरासीमा धौवादीमा फलाम खाने 70 वर्ष नेपाललाई पाउने फलाम उत्पादन गर्ने कुराको प्रारम्भ हो कि होइन। पूर्व पश्चिम राजमार्गलाई एक्सटेन्सन गर्ने काम भएको हो कि होइन। पूर्व पश्चिम राजमार्गबाट दक्षिणका 20वटा जिल्लाका सदरमुकाममा जोड्ने 6 लेन 4 लेनका बाटा बनेका हुन् कि होइन। उत्तर दक्षिणका राजमार्ग बनेका हुन् कि होइनन्। 7वटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको काम प्रारम्भ भएको हो कि होइन। 753वटा पालिकामा औद्योगिक ग्राम बन्न थालेको हो कि होइन। एकै दिनमा 1400 रणनीतिक महत्त्वका सडकहरूको शिलान्यास भएर बजेट छुटिएको हो कि होइन। 396वटा अस्पताल निर्माण गर्नको लागि एकै दिन उद्घोष गरेर प्रारम्भ भएको हो कि होइन। मैले के भन्न खोजेको भने यो विकासको लागि त हामी आर्थिक विकास समृद्धिको लागि त यी काम त थालनी गरेका हौँ नि, तर ती चिजहरूलाई निरन्तर दिएर टुङ्ग्याउनु पर्ने आवश्यकता छ। र पाँचौँ कुरा चाहिँ के हो भने सामाजिक सुरक्षाको कुरा। सामाजिक सुरक्षाको मामलामा एमाले जे बोलेको थियो त्यो चिजलाई अगाडि बढाउन पनि चाहन्छ। त्यस कारणले यो 5वटा कामको लागि ती कुरा पुरा गर्नको लागि त्यसलाई निरन्तरता दिनको लागि एमालेलाई जनताले आफ्नो विश्वासको मत दिनुपर्छ। एमाले अहिले प्रत्यक्षमा 100 सिट र समानुपातिकमा 50 सिट ल्याउने दाबी गरिराखेको छ। यो यसै भनिदिनलाई भनिराख्नु भयो हो कि यसमा कुनै केही रिपोर्टको आधारमा तपाईँहरूले बोलिरहेको? एउटा कुरा भन्छु मैले, यो अध्ययन अनुसन्धानमा आधारित हो। एक दोस्रो कुरा परिणाम आइसकेपछि तपाईँ मसित फेरि कुरा गर्नु होला। हुन्छ, शुभकामना। हस्, धन्यवाद। अब काठमाडौँमा तपाईँको उम्मेदवारी पुरानै हो। राष्ट्रिय सभाका अतिरिक्त 2056मै पनि काठमाडौँबाट प्रतिनिधि सभामा जित निकाल्नु भयो। त्यति बेला 2064 र 70मा चाहिँ पराजित हुनुभयो र फेरि 74मा जित्नुभयो। यसबिचमा तपाईँका प्रतिबद्धता र नागरिकका अपेक्षामा कति तादम्यता मिल्दो रहेछ, त्यो मिलिराखेको पाउनुहुन्छ? अब फेरि अरूलाई पालो दिने बेला भएन भन्ने पनि प्रश्न तिर्सिन्छ फेरि। 2056 सालमा यो 5 नम्बर क्षेत्र थिएन, क्षेत्र नम्बर 3 त्यसका केही पार्टहरू यसका पनि थिए र अरू ठाउँबाट मिसाइएका छन्। अहिले त्यो 2056 सालको क्षेत्र र अहिलेको क्षेत्र भिन्न पनि हो, फरक हो। त्यो कुरा एउटा म भन्न चाहन्छु। अर्को कुरा 56 सालमा जितेपछि 2 वर्ष 3 वर्ष नपुग्दै संसद विघटन भएको थियो। संसद विघटन भएर राजाको प्रतिगमन झेल्नु पर्यो। शेरबहादुरजीले वैकल्पिक व्यवस्था हुँदाहुँदै संविधानले नदिँदै पनि गर्नुभएको थियो र त्यसबेला राजाको प्रतिगमनपछि वास्तवमा संसद रहेन। त्यो दुर्भाग्य स्थिति रह्यो। हामी 64 सालमा भनेको माओवादीको हिंसात्मक दबदबाको बिचमा निर्वाचन भएको थियो र 70 सालमा माओवादी र काङ्ग्रेसको बिचमा साँठगाँठ भइसकेपछि हामीले थोरै मतले त्यसबेला हारेका थियौँ र 74 सालमा म चाहिँ राम्रो मतान्तरले विजय प्राप्त गरेका हुँ। त यो चाहिँ अहिले भनेको 2074 सालको निर्वाचन चाहिँ 72 साल संविधान जारी भइसकेपछि पुनर्निर्माण गरिएको निर्वाचन क्षेत्रमा लडेको यो दोस्रो चोटि हो म 74 र पछि अहिले। र अब जहाँसम्म पालोको कुरा छ, यो पालो त पर्छ नै। अगाडि मैले एउटा जोडेको थिएँ कि नागरिकको त्यति बेलाको अपेक्षा र अहिले चाहिँ कति तादम्यता? त्यसमा के हो भने वास्तवमा यहाँनिर कतिपय कुराहरू खास गरी
हाम्रो भौतिक पूर्वाधारमा बाटोको समस्या विशेष हो, त्यो हामीले आधारभूत रूपमा पुरा गरेका थियौँ। तर यसबिचमा मेलम्चीको पानी वितरण गर्नको लागि पाइप ओछ्याउने कुराले हाम्रा यो सडक सम्बन्धी पूर्वाधार बिग्रिएका छन्। बिजुलीको तारलाई अन्डरग्राउन्ड गर्ने सिलसिलामा पनि भत्काइएको छ र बिग्रिएका छन्। त्यसलाई फेरि बनाउनु पर्ने आवश्यकता छ। टोखा बुढा नीलकण्ठ उत्तरी क्षेत्रमा खानेपानीको समस्या छ। अहिले पनि हामीले मेलम्चीको खानेपानी वितरणको लागि पाइपहरू त ओछ्याएका छौँ, तर पनि त्यो वितरण प्रणाली सुरु भएको छैन। त्यसले पानीको अभाव छ। त्यसपछि फोहोर व्यवस्थापनको कुरा छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हाम्रा युवा जनशक्तिलाई उत्पादनसित कसरी गाँच्ने, रोजगारी कसरी सिर्जना गर्ने, स्वरोजगारीको व्यवस्था कसरी गर्ने भन्ने महत्त्वपूर्ण विषयहरू छन्। त हामीले हाम्रो प्रतिबद्धता 28वटा प्रतिबद्धता हाम्रो काठमाडौँ क्षेत्र नम्बर 5मा हाम्रो उम्मेदवारी घोषणा गरिरहँदा हाम्रा प्रतिबद्धता हामीले 28वटा प्रतिबद्धता सार्वजनिक गरेका छौँ। ती प्रतिबद्धतालाई हामी अब अर्जुन दृष्टि ल्याएर आउने दिनमा पुरा गर्छौँ। अनि यसमा चाहिँ अर्को विषय छुट्यो, अब अरूलाई पालो दिने बेला भएन भन्ने प्रश्न भनेको पालो पनि दिनुपर्छ। यो पालो मात्रै कुरो होइन, यो चाहिँ वास्तवमा आवश्यकताले निर्धारण हुन्छ। पालो भनेर मात्रै पनि हुँदैन, होइन। पालो पनि एउटा कुरा हेक्का राख्नुपर्ने विषय हो, तर पालो भन्दा पनि त्यो चाहिँ वास्तवमा औचित्य पुष्टि हुनु पर्यो, आवश्यकता पर्यो। पालो हुन्थ्यो भने मलाई यो काठमाडौँ क्षेत्र नम्बर 5 अन्तर्गतका सम्पूर्ण शाखा कमिटीको तर्फबाट सर्वसम्मतिले मेरो उम्मेदवारी प्रस्ताव किन भयो, कसरी भयो? सर्वसम्मतिले भएको यो के भने आवश्यकताले औचित्यले मलाई त्यो ठाउँमा ल्याएको। हामी कार्यक्रमको अन्त्यमा छौँ, निकै व्यस्त पनि हुन्छ। अन्त्यमा सामाजिक सञ्जालमा तपाईँलाई पनि लक्षित गरेर नो नट अगेनको अभियान चलिराखेको छ, यसमा तपाईँको प्रतिक्रिया धारणा? केही प्रतिक्रिया छैन। अनेक यस्ता फन्डाहरू हुन्छन्, ती फन्डाको सामना गर्छौँ हामी। यो कुनै पनि चिजको औचित्यको आधारमा हुने हो, त्यो कुनै कसैले केही भनिदिएको आधारमा हुने नहुने कुरा हुँदैन। त्यो चाहिँ वास्तवमा औचित्यताको आधारमा हुने हो। हुन्छ, समय संवादका लागि धेरै धेरै धन्यवाद। नमस्कार। दर्शकवृन्द, नेपाल लाइभको निर्वाचन विशेष कार्यक्रममा आज हामीसँग हुनुहुन्थ्यो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर 5बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेद्वार ईश्वर पोखरेल। आजलाई यो कार्यक्रम यति नै। अर्को सामग्रीका साथ हामी उपस्थित हुने नै छौँ। नमस्कार। चुनाव आइसक्यो मङ्सिरको महिना, भोट हाल्ने तरिका थाहा छ कि छैन? पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि अर्थात् व्यक्ति चुन्नलाई तपाईहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि 2-2वटा छुट्टा छुट्टै मतपत्र पालै पालो पाउनुहुन्छ। सुरुमा मतपत्र रातो पाउने हो, प्रतिनिधि सभा सदस्य चुन्न छाप लाउने हो। अब त्यो मतपत्रलाई हालौँ पेटिकामा अनि कालो चिन्ह भएको मतपत्र पाइन्छ अर्को पनि। मतदान गरौँ सदस्य चुन्न समानुपातिकमा, लगाइ छाप पट्टै हाल्ने हो अर्को बाकसमा। अब पालो आउँछ प्रदेश सभा सदस्य निर्वाचनको। यसमा पनि मन परेको व्यक्तिको निर्वाचन चिन्हमा छाप लगाई मतदान गर्नुपर्छ। यसमा पनि सुरुमा मतपत्र रातो पाउने हो, प्रत्यक्षमा प्रदेश सभा सदस्य चुन्न एक छाप लाउने हो। राम्रोसँग पट्याएर हालौँ पेटिकामा अनि यसपछि कालो रङको मतपत्र पाइन्छ नि। यो मतपत्र प्रदेशमा समानुपातिक सदस्यका लागि हो। निर्वाचन आयोग नेपाल।